बडा बोजू पितृ पितृ शान्ति हुनु उदौली उभौली यो चढाउनको लागि अरु यो यहाँ पनि त सानो सानो साइजको छ घर यो गाइस मेरो आजको यस नयाँ भ्लगमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु र म तपाईहरुलाई यस भ्लग मार्फत उदौली पर्व मगर समुदायले कसरी मनाउने गर्दछन् भनेर देखाउने छु र म आफ्नो हजुरबुवासँग पनि इन्टरभ्यु लिने छु जसमा उदौली पर्व कसरी मनाइन्छ र किन मनाइन्छ भन्ने हुन्छ र विशेष गरी उदौली पर्व मनाउँदा जेठो छोरा वा कान्छो छोराले पूजा गर्ने चलन रहेको छ मेरो दादा कुनै काममा व्यस्त भएका कारण मैले पहिलो पटक आफ्नो हजुरबुवासँग उदौली पर्वको पूजा गर्न गइरहेको छु रेखी हाल्न जान चाहिँ छैन के गर्नु बुवा रेखी हाल्न जान चाहिँ छैन तैँले बनाएको यसरी हो अङ्कलले चाहिँ यहाँ 9वटा रेखा तान्नुहुन्छ पछि माथि सारे हुन्छ घुम्न यो 18 पन्थे र 12 पन्थे मगर भन्ने यसरी छुट्टिन्छ अब यहीँ पनि सब मिक्सर छन् आमालाई बोला आमालाई कुखुरा ल्याएर आ भन् ल आइया यहाँ ल म भन्दै राख्छु त्यसले भन्दा बडा बोजू पितृ पितृ शान्ति हुनु उदौली उभौली मा अहिले उदौली पर्वको रूपमा मान्दैछ सुख समृद्धि धन पैसा सबको सुरक्षा गर्नु पितृ पितृ तिम्रै आशा तिम्रै भरोसा कि अब ल सलाई पर्छ यो हातमा ल वाह 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 यहाँ जाता है ऐसा माथि त्यही राखिदिन्छ यो बत्ती पनि यसलाई पनि अलि छेउमा हो बस 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 यतै यतै हो बस बस यहाँ बहिनी चाहिँ बसिरहेको छिन् त्यसपछि अङ्कलले भाले समाइदिनु रहेछ अरू दादा चाहिँ भाले ल्याउन लाग्नु रहेछ यो चाहिँ अर्को भाले सो गाइस अहिले चाहिँ म फर्स्ट टाइम बुवासँग उदौली पर्व उदौली पूजा गर्न लाग्छु पुजारी भएर यहाँ सिरुमा बडा बोजू वर्ष दिनको उदौली पर्वको उपलक्ष्यमा पूजा गर्दैछ ल अर्को लबिन त्यसलाई पनि बडा बोजू सन्तोष सन्तोष गर्नु सा उदौली उदौली पर्वको उपलक्ष्यमा तिमीलाई मानिरहेको छ सुख शान्ति समृद्धि प्रदान गर्नु पानी खान मन लागेको छ त्यसलाई
ल यो चाल्यो अब माने अब टाउको हल्ला मान्यो कति हरामी तलै लैजानु सजिलो उतै हुन्छ सो गाइस अहिले चाहिँ हामीले भाले पूजा गरिसक्यौँ र अब चढाउने सामग्रीहरू जस्तै 18 जोडी रोटी 2वटा अचार मासु आदि तयारी गर्दैछौँ अरू चारवटा बनाउने भइसकेको छ पाकिसकेको छ यहाँ चाहिँ बिल राख्नुपर्छ त्यहाँ पनि हो आन्टीले खानाको तयारी गर्नुहुन्छ टमाटर प्याज पकाउँदैछौँ साथीहरू हाम्रो के अरे कुल पूजाको दिन होइन यहाँ दुईटैमा 18वटा भइगयो के 18वटा पुरै बनिगयो यो 36 18 प्लस 18 36 यो पहिलो रोटी अनि त्यो 36 कति हुन्छ 36 कति हुन्छ 72 72वटा रोटी चाहिँ पूजाको लागि त्यो रेडी भयो अनि अब यो चाहिँ हामीले खानको लागि यो चढाउनको लागि यो चाहिँ हामीले खानको लागि हो यो चढाउने भएको भएर यसको साइज सानो बनाएको होइन धेरै बनाउनु पर्छ नि त 72वटा रोटी यो उधौली पर्व चाहिँ विशेष गरी पितृको पूजा गर्ने चलन रहेको छ हाम्रो मगर समुदायमा चाहिँ यहाँ हुन्छ यहाँ चाहिँ अङ्कलले भुटुवा बनाउनु छ क्या यो भुटुवामा प्याज फ्राई गर्नुभयो अरू भुटुवा हाल्नुभयो सक्नुहुन्छ गाइस यहाँ सक्नुहुन्छ आन्टीले चाहिँ अचार बनाइसक्नु भएको छ र हल्का म्यारिनेट गरिराख्नु छ र मम्मीले यहाँ मासुको लागि अचार बनाइराख्नु छ र त्यहाँ पनि अचार पकाएका चढाउने सामग्रीहरू यसरी चढाउने प्रचलन रहेको छ उधौली पर्व किन मनाइन्छ उधौली पर्व भनेपछि हाम्रो प्रापुर्खादेखि चलिआएको उधौली अनि मङ्सिरमा उधौली पर्व जेठमा उभौली जेठको पूर्णिमा उभौली पर्व हैन यस्तो गर्दा हामीले कुल पितृलाई सम्झने बोजू भन्छ क्या है हाम्रो भाषामा बोजू भनेपछि कुल पितृ भने जस्तो पितृ पनि भन्छन् कुल पनि भन्छ अनि त्यस्तालाई अब बोजू भन्ने हाम्रो भाषामा बोजू पूजा हामीले फेरि बडा बोजू पूजा गर्छौँ बडा बोजू भने 18 रेखी 18 पैठी 18 थाले जनै हैन यस्तो गरेर पूजा गर्छौँ पितृलाई सम्झिने जस्तो अब मैले आमा बाबुलाई सम्झिने यहाँ बनाए मन्दिर होइन यो हाम्रो पितृलाई कुल पूजा गर्ने हाम्रो कुल देवतालाई मान्ने अनि जस्तो हामीले भनेपछि जस्तो बोजू भनेपछि ऊ भाषामा के भन्छ बोजू भनेको बाजे बोई भने जस्तै त्यस्तो पितृ यस्तै भएर यही पूजा गर्ने हो हेर बाबु अब तिमीहरूले पनि यस्तै पूजा गर्नुपर्छ अब यो 18 जोली रोटी छ यो जेठा भाइलाई कान्छो भाइलाई 18 जोटी माथि होइन अनि यो तरकारी अब यही पूजा गरेको जहाँ पूजा गरे त्यो हामीले त्यो चढाउँछ चढाइसकेपछि बल्ल चाहिँ अब हामीले अब यो प्रसाद खाने कुरा सुरु हुन्छ उधौली पूजा यही हो अब उसलाई
उधौली पूजा कसरी गरिन्छ भनेपछि मङ्सिरमा उधौली, जेठमा उभौली, मङ्सिरे पूर्णिमा उधौली, जेठाजु पूर्णिमा उभौली, यस्तो जेठको महिना र मङ्सिरको महिना। अनि हामीले उधौली उभौली नै पूजा गर्छौँ। बरा बोजू हामीले मान्ने बरा बोजू, कसैले रानी बोजू मान्छन्, कसैले सङ्गारे बोजू, बोजू भन्ने धेरै धेरै किसिमका हुन्छन्, तर हामीले बडा बोजू मान्छौँ। लागेपछि पूजा गर्ने कार्यक्रम सकिसक्यो। सो गाइज मैले चढाउने सामग्रीहरू चढाइसकेँ र अब पूजा स्थलमै प्रसाद खाने कार्यक्रम हुन्छ। ल तिम्रो भाग समात। यो हो तिम्रो भाग होइन यो। गाइज अब चाहिँ हामी चढाएको प्रसाद र अरू प्रसाद खान लाग्छौँ। हामी प्रसाद खायौँ र त्यसपछि अब हामी खाना खान जान लाग्छौँ। र आजको भिडियो ब्लग तपाईँहरूलाई रमाइलो लाग्यो होला, मलाई पनि रमाइलो लाग्यो। र यति भन्दै आजको यस ब्लगलाई म यहीँ समाप्त गर्न चाहन्छु। धन्यवाद।